यहाँहरू सम्पूर्ण मेरो हार्दिक नमस्कार। म प्रवीण पाल र स्वागत छ यहाँहरूलाई प्रवीण क्लासेस युट्युब च्यानलमा। आजको भिडियोमा म यहाँहरूलाई कमन इन्ट्रान्स एक्जामिनेसन CEE को लागि इलिजिबिलिटीहरू के छ त, कति GPA चाहिन्छ, कति मार्क्सको कोर्सहरू के छ, कुन सब्जेक्टबाट कति मार्क्सको क्वेसन सोध्छ, त्यसको साथसाथै हजुरले डकुमेन्ट्सहरू कुन कुन बनाउनु पर्छ CEE को लागि। यदि गभर्मेन्ट स्कुल पढ्नु भएको छ भने, प्राइभेट स्कुल पढ्नु भएको छ भने CEE को बारेमा, इलिजिबिलिटीको बारेमा जे जति डिटेलहरू छ सबै कुरा म यो भिडियोमा आज हजुरहरूलाई एक्सप्लेन गर्छु। सो सबभन्दा पहिला कुरा गरौँ, यो कमन इन्ट्रान्स एक्जामिनेसन CEE को लागि चाहिँ हजुरले यदि +2 पढ्नु भएको छ भने, 11-12 पढ्नु भएको छ भने क्लास 12 को फाइनल एक्जामिनेसनमा हजुरको ओभरअल GPA 2.4 हुनुपर्छ। हजुरले बायोलोजी लिएर पढेको हुनुपर्छ, कम्प्युटर लिएर पढ्नु भएको छ भन्ने हजुरले CEE को लागि एप्लाई गर्न मिल्दैन है। सो +2 साइन्स विथ फिजिक्स, केमिस्ट्री र बायोलोजी लिएर पढेको हुनुपर्छ र हजुरको ओभरअल GPA क्लास 12 को GPA चाहिँ 2.4 हुनुपर्छ। जस्तै अब धेरै स्टुडेन्टलाई कन्फ्युजन के हुन्छ भन्दाखेरि फिजिक्समा, केमिस्ट्रीमा, बायोलोजीमा इन्डिभिजुअल यो GPA 2.4 हुनुपर्छ कि होइन है। फिजिक्स, केमिस्ट्री, बायोलोजीमा हजुरको जति भए पनि फरक परेन, तर टोटल GPA चाहिँ 2.4 हुनुपर्छ। अथवा हजुर अलिकति पुरानो स्टुडेन्ट हुनुहुन्छ, पर्सन्टेजमा हजुरको मार्क्स छ भने हजुरले ओभरअलमा 50% ल्याएर पास गरेको हुनुपर्छ, यदि पर्सन्टेजमा छ भने है त। अब डिप्लोमा स्टुडेन्ट्सहरूको लागि कुरा गरौँ है। डिप्लोमा स्टुडेन्ट्सहरूले अब के पढ्न मिल्छ र CEE को लागि कसरी एप्लाई गर्ने, के MBBS पढ्न मिल्छ कि मिल्दैन, यसको बारेमा पनि म भन्छु। सुन्नुहोस्, डिप्लोमा पढेको विद्यार्थीहरूको लागि त पहिलो कुरा 50% मार्क्स ल्याएर पास भएको हुनुपर्ने छ है। 50% स्कोर ल्याएर त्यो डिप्लोमा ओभरअल 50% स्कोर 3 इयरको जुन हुन्छ नि टोटल के अरे एभरेज हो, त्यो 50% स्कोर हुनुपर्छ, पास भएको हुनुपर्छ। त्यसको साथसाथै मानौ हजुरले फार्मेसी पढ्नु भएको छ भने फार्मेसी काउन्सिलमा हजुरको रजिस्ट्रेसन पनि हुनुपर्छ। नर्सिङ पढ्नु भएको छ भने नर्सिङ काउन्सिलमा रजिस्टर पनि भएको हुनुपर्छ है। त्यो काउन्सिलको इक्जाम पनि हजुरले पास गरेको हुनुपर्छ है। 50% मार्क ल्याएर पास गर्नु पर्यो, त्यसपछि काउन्सिलको इक्जाम पास गर्नु पर्यो। अब त्यसपछि हजुरले कुन कुन फ्याकल्टी पढ्न पाउनुहुन्छ भन्ने कुरा छ है। सुन्नुहोस्, डिप्लोमा पढेको विद्यार्थीले जस्तै PCL नर्सिङ पढ्नु भएको छ भने हजुरले MBBS पढ्न मिल्दैन है। PCL नर्सिङ पढेको स्टुडेन्ट्सहरूले चाहिँ MBBS पढ्न मिल्दैन, हजुरले BNS गर्न मिल्छ है। BNS ठिक छ, MBBS पढ्न पाउनुहुन्न। अब डिप्लोमा पढेको स्टुडेन्टहरूमध्ये चाहिँ कसले MBBS पढ्न पाउँछ त भन्दाखेरि जसले डिप्लोमा पढ्ने बेलामा फिजिक्स, केमिस्ट्री, बायोलोजी पढेको थियो होइन। किनभने अब डिप्लोमामा पनि 3 वर्ष डिप्लोमा पनि फिजिक्स, केमिस्ट्री, बायोलोजी सब्जेक्टहरू हुन्छ है। जुन जुन फ्याकल्टीमा फिजिक्स, केमिस्ट्री र बायोलोजी सब्जेक्टहरू पढाइ हुन्छ डिप्लोमाको, त्यो स्टुडेन्ट्सहरूले MBBS पढ्न पाउँछ। त्यसको लागि प्रोसेस के छ त भन्दाखेरि त्यो डिप्लोमा पढेको विद्यार्थीले एउटा इक्विभ्यालेन्स कोर्स हुन्छ है। यो इक्विभ्यालेन्स कोर्स चाहिँ 3 महिनाको कोर्स हुन्छ। इक्विभ्यालेन्स कोर्स आई थिङ्क 3 महिनाको हुन्छ। त्यो हजुरले गरेको हुनुपर्छ। अब काठमाडौँमा कहाँ हुन्छ भनेर सोध्नुभयो भने त्रिपुरेश्वर स्थित विश्व निकेतन स्कुलनेर हुन्छ है इक्विभ्यालेन्स कोर्स। सो डिप्लोमा पास गरेर हजुरले त्यो इक्विभ्यालेन्स कोर्स गर्नुभयो भने MBBS को लागि हजुरले फर्म भर्न पाउनुहुन्छ, MBBS पढ्न पाउनुहुन्छ होइन। मानौ सपोज हजुरले फार्मेसी पढ्नु भएको छ, फार्मेसीमा नि हजुरले ब्याचलर पढ्नु पर्यो भने त्यसको लागि इक्विभ्यालेन्स कोर्स गर्नु परेन है। हजुरले डाइरेक्टली एप्लाई गर्नुपर्ने हुन्छ बिना इक्विभ्यालेन्स कोर्सकै। MBBS को लागि खास त्यो इक्विभ्यालेन्स कोर्स गर्नुपर्छ। मानौ हजुरले डिप्लोमा अप्टिमेट्री पढ्नु भएको छ, अब अप्टिमेट्री ब्याचलरको लागि एप्लाई गर्नुहुन्छ भने त्यहाँ हजुरलाई त्यो इक्विभ्यालेन्स कोर्स गर्नु परेन, तर MBBS को लागि हो भने इक्विभ्यालेन्स कोर्स गर्नुपर्छ है त। ठिक छ। अब डकुमेन्टहरू के चाहिन्छ, अब फर्स्टमा म चाहिँ यो +2 को स्टुडेन्टहरूको लागि भन्छु, त्यसपछि डिप्लोमा विद्यार्थीहरूको लागि पनि म डकुमेन्ट्सहरू भन्छु। +2 पढेको विद्यार्थीले +2 को ट्रान्सक्रिप्ट हुनुपर्छ फर्म भर्नको लागि, नागरिकता हुनुपर्छ, त्यसको साथसाथै नेसनल आइडी कार्ड हुनुपर्छ। नेसनल आइडी कार्ड भन्नाले राष्ट्रिय परिचय पत्र हुनुपर्छ है। ट्रान्सक्रिप्ट हुनुपर्छ, +2 को ट्रान्सक्रिप्ट, नागरिकता सिटिजनसिप हुनुपर्छ, नेसनल आइडी कार्ड, राष्ट्रिय परिचय पत्र हुनुपर्छ। यो राष्ट्रिय परिचय पत्र सबै स्टुडेन्टको लागि अनिवार्य छ। अब फोटो त भइ नै हाल्यो। त्यसपछि
एसई अथवा एसएलसी को ट्रान्सक्रिप्ट हुनुपर्छ है। यति डकुमेन्ट कमन हो सबैको लागि, ठिक छ है। अब यदि मानौँ हजुरले गभर्मेन्ट स्कुल पढ्नु भएको छ भने एमइसीले के गरेको छ भन्दाखेरि एउटा फर्मेट निकालेको छ। त्यो फर्मेटमा अब त्यो फर्मेट कसैले चाहियो भने मलाई यो 98 280 38 509 9828038509 मा मलाई मेसेज गर्नु होला। म त्यो एमइसी को त्यो गभर्मेन्ट स्कुल फर्मेटमा पठाइदिन्छु है। त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि कक्षा 6 देखि 10 सम्म पढेको छ भने क्लास 10 पढेको स्कुलको प्रिन्सिपलले त्यो सबै फर्म त्यो के अरे त्यो डकुमेन्ट फिल गरेर त्यहाँ स्टाम्प लगाइदिनुहुन्छ हैन, त्यहाँ सिग्नेचर गरिदिनुहुन्छ र त्यसपछि हजुर नगर शिक्षा कार्यालयमा गएर त्यहाँ नगर शिक्षा अधिकृतको स्टाम्प र सिग्नेचर गराउनु पर्ने हुन्छ है त। त्यसपछि हजुरले अब सरकारी विद्यालय पढ्नु भएको छ, जातीय कोटा हुन्छ, आदिवासी जनजाति, दलित, खसारी, मधेसी, महिला, अन्य हैन। सो महिलाको लागि कुनै पनि डकुमेन्ट बनाउनु पर्दैन वडा कार्यालयबाट। तर हजुर मधेसी समुदायको हुनुहुन्छ भने मधेसी समुदायको सिफारिस वडा कार्यालयबाट अथवा जिल्ला प्रशासन कार्यालयबाट बनाउनु पर्छ है। अब सजिलो वडा कार्यालयबाट हुन्छ, स्थानीय तहबाट सजिलो पनि हुन्छ। सो वडा कार्यालयबाट फलानुको छोरा फलानुको छोरी फलानु मधेसी समुदायको हो भन्ने बेहोरा प्रमाणित गरिन्छ, फलानुको छोरा फलानुको छोरी फलानु अब के अरे मानव जनजाति समुदायको हो भन्ने बेहोरा प्रमाणित गरिन्छ, डिफ्रेन्ट खसारी समुदायको हैन, दलित समुदायको। तपाईले त्यो जातीय प्रमाणपत्र चाहिँ वडा कार्यालयबाट पनि बनाउन मिल्छ अथवा जिल्ला प्रशासन कार्यालयबाट पनि बनाउन मिल्छ है। सो जातीय प्रमाणपत्र हजुरले जातीय प्रमाणपत्र बनाउन मिल्छ, प्रमाणपत्र वडा कार्यालयबाट अथवा जिल्ला प्रशासन कार्यालयबाट। अब हेर्नुस्, धेरैजनाले मलाई के सोध्नु भएको थियो भन्दाखेरि के प्राइभेट स्कुल पढेको विद्यार्थीले कोटामा एप्लाई गर्न पाउँदैन, जस्तै दलित कोटा, खसारी कोटा, मधेसी कोटा, जनजाति कोटा, मुस्लिम कोटा। हेर्नुस्, एप्लाई गर्न पाउनुहुन्छ प्राइभेट पढेको विद्यार्थीले, तर जहिले पनि प्रायोरिटी दिँदाखेरि कक्षा 6 देखि 10 सम्म गभर्मेन्ट स्कुल पढेको विद्यार्थीलाई प्रायोरिटी दिन्छ है। यदि 6 to 10 गभर्मेन्ट स्कुल पढेको विद्यार्थी त्यहाँ छैन भने त्यसपछि मात्र प्राइभेटलाई प्रायोरिटी दिने हो, पालो आउने हो। तर गभर्मेन्ट स्कुल पढेकै विद्यार्थी सिटको भन्दा 5 गुणा 10 गुणा धेरै हुन्छ हैन। त्यही भएर प्राइभेटको आजसम्म कहिले पालो आएको छैन, त्यो कोटाबाट कुनै पनि प्राइभेट पढेको विद्यार्थीले स्कलरसिप पाएको छैन, किनभने गभर्मेन्टकै विद्यार्थी मोर देन इनफ हुन्छ। एप्लाई गर्न चाहिँ पाइयो तर स्कलरसिप चाहिँ पाउनुहुन्न भनेर इन्डाइरेक्टली बुझ्दा हुन्छ, किनभने गभर्मेन्टको विद्यार्थी त्यो सिट जति हुन्छ त्यो भन्दा 10 गुणा धेरै गभर्मेन्टको विद्यार्थी हुन्छ। त्यही भएर प्राइभेटको आजसम्म कहिले पालो आएको छैन है। सो इन्डाइरेक्टली रूपले प्राइभेट पढेको विद्यार्थीले ओपन क्याटेगोरीबाट फाइट गर्नुपर्ने हुन्छ भन्ने कुरा बुझ्दा हुन्छ है त। सो डकुमेन्टहरू प्लस 2 को लागि प्लस 2 को ट्रान्सक्रिप्ट, प्लस 2 पढेको विद्यार्थीको लागि प्लस 2 को ट्रान्सक्रिप्ट, नागरिकता, राष्ट्रिय परिचय पत्र, एससी अथवा एसएलसी को ट्रान्सक्रिप्ट, त्यसको साथसाथै गभर्मेन्ट स्कुल पढ्नु भएको छ भने 6 to 10 गभर्मेन्ट स्कुल पढेको त्यो एमएससी को फर्मेटमा प्रमाणित गराउनु पर्यो। अनि जातीय प्रमाणपत्र कुन जातको हुनुहुन्छ त्यो जातीय प्रमाणपत्र वडा कार्यालयबाट अथवा जिल्ला प्रशासन कार्यालयबाट बनाउने है। अब त्यसपछि कुरा गरौँ, यो जुन गभर्मेन्ट स्कुलको डकुमेन्ट छ त्यो कसले प्रमाणित गर्छ। हजुर जुन स्कुलबाट क्लास 10 पढ्नु भएको छ त्यो स्कुलको प्रिन्सिपलले पहिलो कुरा त्यो फिल गर्ने हो, त्यसपछि नगर शिक्षा कार्यालयमा जानुपर्छ, त्यति भएपछि सक्यो। अब मानौ कुनै विद्यार्थी 8, 9, 10 गभर्मेन्ट स्कुल पढ्नु भएको छ, 6, 7 प्राइभेट पढ्नु भएको छ भने उहाँहरूले स्कलरसिप पाउनुहुन्छ कि पाउनुहुन्न भन्ने कुरा छ। यस्तो छ हेर्नुहोस्, अब धेरै स्टुडेन्टहरूले डकुमेन्टहरू बनाइरा होला हैन, तर कुरो के छ भन्दाखेरि अहिले सबै कुरा स्ट्रिक्ट छ, इमिस नम्बरहरू हुन्छ हैन। त्यही भएर त्यहाँ 6 देखि 10 सम्म पढेकोलाई स्कलरसिप दिने भनेको छ नि त हैन। अब हजुर 8, 9, 10 पढ्नु भएको छ भने तर त्यो फर्मेटमा 8, 9, 10 मात्र छ भने त्यसले केही काम गर्दैन, 6 to 10 नै हुनुपर्छ त्यो फर्मेटमा है। अब मानौ हजुर दुईटा स्कुल पढ्नु भएको छ, 6 देखि 8 सम्म एउटा स्कुल, 9 र 10 अर्को स्कुल पढ्नु भएको छ भने तपाईले के गर्नु पर्यो, जुन स्कुलबाट 8 सम्म पढ्नु भएको छ त्यो स्कुलको प्याडमा त्यहाँको प्रिन्सिपलले के लेखिदिन्छ भने यो विद्यार्थी 6, 7, 8 यो स्कुलमा पढेको छ भनेर एउटा प्याडमा लेखिदिन्छ। त्यो लेखेको सिफारिस लिएर तपाईँ क्लास 10 पढेको स्कुल जानु होला, क्लास 10 पढेको स्कुलको प्रिन्सिपलले त्यो हेर्छ लेखेको हैन, उताबाट दिएको त्यो डकुमेन्ट, अनि त्यो आधारमा तपाईले के गर्छ त एमइसी को मेन फर्मेट छ त्यसमा त्यो 6 to 8 यो स्कुलमा पढेको छ भनेर त्यो फिल गरिदिन्छ। त्यसपछि उसले अब आफ्नो स्कुलको
9 10 पढेको स्कुलको फिल गरिदिनुहुन्छ होइन। अनि त्यसपछि स्टाम्प सिग्नेचर सबै लगाएर त्यसपछि उता अब नगर शिक्षा कार्यालयमा हजुरले पठाउनुहुन्छ है। अब डिप्लोमा स्टुडेन्ट्सहरूको लागि पनि कुरा गरिहालौँ। डिप्लोमा स्टुडेन्ट्सहरूले त अब मैले यहाँ भनिहालेँ, उहाँहरूले पनि अब डिप्लोमाको ट्रान्सक्रिप्ट चाहियो फर्म भर्नको लागि, ट्रान्सक्रिप्ट चाहियो होइन। त्यसको साथसाथै काउन्सिलमा दर्ता भएको त्यो प्रमाणपत्र त्यो पनि चाहियो होइन। नागरिकता चाहियो, राष्ट्रिय परिचय पत्र चाहियो होइन। यो त्यसपछि एसएलसी अथवा एससीको ट्रान्सक्रिप्ट चाहियो र जातीय प्रमाणपत्र चाहियो। गभर्मेन्ट स्कुल पढ्नु भएको छ भने गभर्मेन्ट स्कुल 6 to 10 पढेको त्यो पनि प्रमाणपत्र चाहिन्छ। डिप्लोमाको लागि पनि यति नै हो। डिप्लोमाको लागि चाहिँ अब यो +2 ट्रान्सक्रिप्टको ठाउँमा चाहिँ डिप्लोमाको ट्रान्सक्रिप्ट हुन्छ होइन। अर्को एउटा काउन्सिल रेजिस्ट्रेसनको त्यो डकुमेन्ट हुन्छ। बाँकी सबै के अरे डकुमेन्टहरू लगभग सेम नै हुन्छ है त। र हजुरहरूले यो सीईको इक्जाम चाहिँ 200 मार्क्सको दिनुपर्छ। 200 मार्क्सको जम्मा 200वटा क्वेसन हुन्छ। 200वटामा 50 मार्क्स फिजिक्स, 50 मार्क्स केमिस्ट्री, 80 मार्क्स बायोलोजी र 20 मार्क्स चाहिँ आइक्यू हुन्छ, मेन्टल एजिबिलिटी टेस्ट हुन्छ, म्याट भन्ने हुन्छ है त। ठिक छ। सो यो भिडियोमा हामीले सीको इलिजिबिलिटीहरूको बारेमा कुरा गऱ्यौँ र अरू पनि भिडियोजहरू आउँछ हाम्रो च्यानलमा। अब फ्याकल्टी वाइज अस्ति मैले बिएससी नर्सिङको सबै डिटेलहरू कति मार्क्स चाहिन्छ, टोटल कति सिट छ मैले अपलोड गरिदिएको छु, हेर्न सक्नुहुन्छ हजुरहरूले। त्यसै गरी अब एमबिबिएस र अन्य फ्याकल्टीहरूको पनि म राखिदिन्छु। र हजुरहरूको मार्क्स 30 40 50 आइरहेको छ, 100 मार्क्स अझै कटेको छैन भने त्यसको लागि म एउटा प्रिपेरेसन स्ट्राटेजी, कसरी पढ्ने, कुन कुन टपिक पढ्ने र फ्री अफ कोस्ट कुनै पनि इन्स्टिच्युट अनलाइन क्लास पेड क्लास जोइन नगरी आफैले सेल्फ स्टडी गरेर होइन फ्री रिसोर्सेसहरू कसरी युज गर्ने त्यसको लागि पनि म एउटा भिडियो बनाउँछु। हाम्रो युट्युब च्यानलमा पनि भिडियोजहरू छ। हजुरले मेरो युट्युब च्यानलको भिडियो मात्रै हेरेर पनि 100 मार्क्स कटाउन सक्नुहुन्छ कि। र हजुरहरूको लागि छिट्टै नै हामीले एउटा त्यो सुरुमा अब जुन विद्यार्थीहरूको चाहिँ बेस एकदमै जिरो छ, उहाँहरूको 30 40 50 मार्क्स आइरहेको छ, उहाँहरूलाई कसरी 100 120 मार्क्ससम्म 120 मार्क्ससम्म कसरी ल्याउने त्यसको लागि चाहिँ एउटा कोर्स पनि हामी लन्च गर्दैछौँ छिटै। र त्यो कोर्समा एकदम जिरो लेभलदेखि हामी पढाउँछौँ, बेसिक लेभलदेखि नै पढाउँछौँ। एकदमै त्यो खास गरेर विक स्टुडेन्टहरूको लागि टार्गेट गरेर हामी त्यो कोर्स लन्च गर्नेवाला छौँ। हरेक वर्ष हामी लन्च गरेकै हो त्यो कोर्स पनि। लास्ट इयर पनि हामीले त्यो कोर्स लन्च गरेका थियौँ र त्यो कोर्स चाहिँ लास्ट इयर हामीले 100 रुपिसमा लन्च गरेका थियौँ। 100 रुपियाँमा हामीले त्यो कोर्स लन्च गरेका थियौँ। त्योभन्दा पहिला पनि हामीले फ्री अफ कोस्ट नै त्यो 100 मार्क्स ल्याउने कोर्स हरेक वर्ष हामी लन्च गर्दै आइरहेको छौँ र यो वर्ष पनि हामी छिट्टै लन्च गर्दैछौँ। बाँकी हजुरहरूले हामीले अब यो प्रवीण क्लासेसलाई टिकटकमा फलो गरिदिनु होला। सीईको सबै इन्फर्मेसन, त्यसको साथसाथै कन्सेप्चुअल भिडियोजहरू, पास्ट इयर क्वेसन्सहरू हाम्रो टिकटकमा आउँछ। युट्युबमा पनि लेक्चर्सहरू फ्री अफ कोस्ट, त्यहाँ च्याप्टर वाइज लेक्चर्स, पास्ट इयर क्वेसन सबै एभाइलेबल छ। त्यसै गरी फेसबुक पेज पनि छ हाम्रो, त्यो सबै फलो गरिदिनु होला। हजुरहरूले त्यहाँ लेक्चरदेखि लिएर सीई र एमएससी रिलेटेड सबै इन्फर्मेसनहरू पाउनुहुन्छ होइन। र प्रवीण क्लासेसले देखाउनु भएको मायाको लागि यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। र हाम्रो यो च्यानललाई, हाम्रो यो प्लेटफर्म प्रवीण क्लासेसलाई धेरैभन्दा धेरै सीएस प्यारेन्टहरूको माझमा पुर्याइदिनु होला। धन्यवाद।